रिसेन्टली पेप्सीले आफ्नो कर्पोरेट लोगो चेन्ज गरे अनि नाउ एक्सपर्ट्स आर देयर आउट अन लिंक्डइन डिबेट सुरु छ कि पुरानो राम्रो थियो कि नयाँ बेटर छ एन्ड देयर आर प्लेन्टी अफ आर्टिकलमा के लेखा छ द कर्व रिप्रेजेन्ट्स दिस द पी एट द सेन्टर स्ट्यान्ड्स फर दैट मीनवाइल धेरै जसो कस्टमरलाई यो पनि थाहा हुँदैन कि लेस डोरिटोस एन्ड सेभरल अदर ब्रान्ड्स पेप्सीले ओन गर्छ। अब मलाई भन्नुस् कि लोगोको एक्चुअल काम हो के? लोगोको काम हो एउटा ब्रान्डलाई आइडेन्टिफाई गर्ने डिस्टिंक्टिभली एन्ड युनिकली। नट एभ्रीवन नीड्स टु डिकोड इट्स हिडन सिम्बोलिजम। यो लोगोले के रिप्रेजेन्ट गर्छ त्यो आम कस्टमरलाई थाहा पनि हुँदैन। मलाई भन्नुस् कि यो भन्दा अगाडिको लोगो तपाईलाई थाहा थियो यो लोगो हो, अर्को तपाईले के यो लोगोले के रिप्रेजेन्ट गर्छ त्यो थाहा थियो, जो अब यो थाहा हुन्छ कि अब जो लोगो आयो त्यसले के रिप्रेजेन्ट गर्छ।